चुनावको नतिजा हेर्ने सबैभन्दा सजिलो तरिका। अब तपाईहरु आफ्नो मोबाइलबाट तपाईहरु चुनावको नतिजा हेर्नको लागि तपाईहरु सजिलसँग गुगलमा जानु होला। यसमा गइसकेपछि तपाईहरु सजिलसँग election.kantipur भनेर यसरी सर्च गर्न सक्नुहुन्छ। मैले यसमा सर्च गरेको छु। सर्च गर्नेबित्तिकै तपाईहरु सुरुमै वेबसाइट सो गरेको छ, त्यसमा टच गर्न सक्नुहुन्छ। मैले त्यसमा टच गरेको छु। टच गर्नेबित्तिकै अब तपाईहरु सजिलसँग यसमा तपाईहरु उम्मेदवारको जुन नाम सर्च पनि गर्न सक्नुहुन्छ। सुरुमा यसमा तपाईहरु सजिलसँग नत्र तपाईहरु प्रदेश वाइज हेर्नको लागि तपाईहरु प्रदेश चुज गर्न सक्नुहुन्छ। जस्तै कुनै पनि प्रदेश, कुन प्रदेशको तपाईहरुले इलेक्सनको रिजल्ट हेर्ने त्यो सिलेक्ट गर्नु होला। सिलेक्ट गरिसकेपछि डिस्ट्रिक्ट सिलेक्ट गर्नु होला। यसमा मैले डिस्ट्रिक्ट सिलेक्ट गरेको छु। त्यसैगरी यसमा क्षेत्र नम्बर यसमा सो गरेको हुन्छ। यसरी तपाईहरु सजिलसँग सर्चमा टच गर्न सक्नुहुन्छ। सर्चमा टच गर्नेबित्तिकै तपाईहरु स्क्रल डाउन गर्न सक्नुहुन्छ। तपाईहरु सजिलसँग यसमा हेर्न सक्नुहुन्छ। यसमा जुन उम्मेदवारको नामहरु सो गरेको छ, पार्टीको नाम, त्यसैगरी यसमा चुनाव चिन्ह सो गरेको छ। तपाईहरु सजिलसँग यसरी हेर्न सक्नुहुन्छ। यसरी तपाईहरु सजिलसँग हेर्न सक्नुहुन्छ। अब तपाईहरु सजिलसँग अब अरु कुनै पनि क्षेत्र हेर्नको लागि सुरुमा यसरी तपाईहरु यसरी प्रदेश चुज गर्नु होला। त्यसैगरी डिस्ट्रिक्ट यसमा सो गरेको हुन्छ। कुन डिस्ट्रिक्ट हेर्ने त तपाईहरु सजिलसँग त्यसैगरी डिस्ट्रिक्ट सिलेक्ट गर्नु होला। जस्तै यसमा हामी यसरी डिस्ट्रिक्ट सिलेक्ट गरेर जस्तै यसरी सर्च गरेका छौं। सर्च गर्नेबित्तिकै यसमा तपाईहरु सजिलसँग यसरी चुनावको जुन रिजल्ट, जुन काउन्टिङ, भोट काउन्टिङ सुरु भइसकेपछि यसमा तपाईहरुको भोटको जुन यसमा सो गर्छ। तपाईहरुको यति यो पार्टीको यति भोट भयो भनेर सो गर्छ। यसरी तपाईहरु सजिलसँग तपाईहरु रिजल्ट हेर्न सक्नुहुन्छ।